मैले सर्ट भिडियो हालेर भनेको थिएँ तपाईहरुलाई कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्टको एउटा न्युमेरिकल जुन प्रायजसो कन्फ्युज गर्ने गरे हुन्छ र त्यो जानिएन भने पास हुन गाह्रो हुने र त्यो जानेपछि पास हुन सजिलो हुने जुन न्युमेरिकल छ नेटवर्किङ डायग्रामको त्यो लिएर आएको छु। राम्रोसँग हेर्नु होला, कन्फ्युजिङ कुराहरु धेरै छ, त्यही भएर मैले स्लो नै भनिरहेको छु। केही गरी ठुलो भए चाहिँ बुझ्नु होला है। क्वेशन के हुन्छ भन्दाखेरि ड्रो नेटवर्क डायग्राम एन्ड फाइन्ड EST, EFT, LST, LFT, TEF, free float, critical path, critical objectives and project completion time with following relationship and duration भनेर क्वेशन हुन्छ। यो मैले तपाईहरुलाई प्रिपरेसन गराउन गइरहेको हुँदा मैले तपाईलाई जति पनि क्वेशन छ यहाँ भन्दा फरक तपाईलाई सोधे हुँदैन, मैले सबै कुरा समेटेको छु र त्यसै अनुसार गर्दै गइरा छु। अनि त्यसपछि यो क्वेशन दिइसकेपछि हामीलाई एक्टिभिटीजहरु दिएको हुन्छ A B C D E F G H अथवा तीनटा मात्रै पनि हुन सक्छ अथवा दुईटा योमा थपेर पनि आउन सक्छ र सबभन्दा इम्पोर्टेन्ट भनेको डायग्राम बनाउनलाई प्रिसिडर र सक्सेसर हो। प्रिसिडर र सक्सेसर बुझ्न सकिएन भने ड्राइङ चाहिँ बनाउन गाह्रो हुन्छ र ड्राइङ बनाउने नि अगाडि बढ्ने कुरै भएन, के गरी चिटिङ गर्नुभछ भने पनि मार्क दिने कुरै भएन। प्रिसिडिङ भनेको के हो भन्दाखेरि जस्तै A को प्रिसिडिङ के छ हेर्नुस् त यहाँ 0 देखाछ। मीन्स दैट A भन्दा पछाडी छैन है, कुनै पनि काम भएको छैन, कुनै पनि एक्टिभिटी छैन भन्ने जनाउँछ भने A को सक्सेसिभ हेर्नुस् त A भन्दा माथि अब काम हुँदै गइरहेछ है। A को सक्सेसर के हो? C र D हो। भन्न खोजेको C र D को प्रिसिडर के हुने भयो भन्दाखेरि A हुने भयो, त्यो चाहिँ कन्फर्म राख्नु होला र जुन एक्टिभिटी दिएको छ त्यसको तल यो ड्युरेसन भन्ने कुरा लेख्दै जानु होला है। अब त्यसरी हेर्दाखेरि जस्तै युज भएको टर्म्सहरुको डिस्क्रिप्सनमा हामी जान्छौं थोरै। हेयर के हुन्छ भन्दाखेरि सबभन्दा बुझ्नुपर्ने कुरा हामीले टोटल फ्लोटको फर्मुला के छ भन्दाखेरि TF भनेको टोटल फ्लोट हुन्छ, यहाँ मैले त्यो लेखिदिएको छु। एन्ड TF भनेको टोटल फ्लोट, LST भनेको लेटेस्ट स्टार्ट टाइम, EST भनेको अर्लिएस्ट स्टार्ट टाइम, LFT भनेको लेटेस्ट फिनिश टाइम र EFT भनेको अर्लिएस्ट फिनिश टाइम हुन्छ भने र FF भनेको फ्री फ्लोट हुन्छ भने TF भनेको टोटल फ्लोट हुन्छ भने सबभन्दा पहिले के बुझ्नु पर्यो भन्दाखेरि टोटल फ्लोट भनेको के हुन्छ भन्दाखेरि LST माइनस EST अथवा LFT माइनस EFT भन्न खोजेको हेर्नुस् त यो फर्मुला किन लेखिदिएको भन्दाखेरि मेन कामै त हाम्रो के रहेछ भन्दाखेरि LST EST LFT EFT निकाल्नु पर्ने कामै मेन हाम्रो यो छ। त्यसपछि TF आइ त हाल्छ, TF आउने बित्तिकै त्यसपछि हामीले FF सिकाइदिहाल्छौं र यो सबै बनाउनलाई अब के छ भन्दाखेरि हामीले नेटवर्क डायग्रामबाट जान्छौं। यसलाई हामीले नेटवर्क डायग्राम भन्छौं, जुन हामीले यो कोडेको देखाउँछौं नि त्यसलाई नेटवर्क डायग्राम भन्छौं। यसलाई गर्ने तरिकाहरु धेरै हुन्छन्। जस्तै एक्टिभिटीज अहिले हामीलाई 1 2 AB को केसमा दिएको छ भने पछि हामीलाई 1 2 पनि दिन सक्छ है, त्योमा कुनै पनि फरक पर्दैन, सुरुबाट गर्दै जाने आफै मिल्दै जान्छ है। जस्तै अब हामीले गर्न गइरा छौं, यहाँ हामीले दिएको क्वेशन अनुसार हामी गर्न गइरा छौं भन्दाखेरि A बाट स्टार्ट गर्ने। ठीक छ, एक्टिभिटी A एरो हेडले एक्टिभिटी जनाउँछ है, एरोले एक्टिभिटी जनाउँछ, सर्कलले इभेन्ट जनाउँछ। अब एक्टिभिटी A र B को प्रिसिडर के छ त प्रिसिडर छैन, त्यही भएर हामीले AB भनेको के बुझ्नु भन्दाखेरि यहाँ भन्दा पछाडी कुनै काम छैन है, यहाँ भन्दा पछाडी कुनै काम छैन, त्यही भएर एउटा सर्कल हाल्छौं। सर्कल हालिसकेपछि हामीले A र B एउटा कोर्छौं, अरु हामीलाई केही थाहा छैन है, अरु हामीलाई केही थाहा छैन, यसरी बुझौं हैन। हामीले यो A र B कोर्यौं किनभने हामीलाई के छ एक्टिभिटीज भनेको A र B छ, एरो हेडले जनाउने हो, जसको पछाडी केही पनि छैन त्यति त हामीलाई थाहा छ। अब त्यसो भए A को अगाडि छ के त सक्सेसर के छ त C र D छ। A को प्रिसिडर केही पनि भएन, त्यसको ड्युरेसन 3 छ, यहाँ A को तल 3 लेखिसके, अघि नै भने हामीले एक्टिभिटी लेख्दै गर्दाखेरि ड्युरेसन लेखिहाल्ने। A को ड्युरेसन 3 तर यसको प्रिसिडर केही पनि भएन, हामीलाई जे छ यसको के छ भन्दाखेरि सक्सेसर छ। त्यो केसमा हामी कता गयौं भन्दाखेरि अब A को सक्सेसर के छ हाम्रो, A को सक्सेसर के छ भन्दाखेरि हेर्नुस् त C र D हैन, यहाँ C र D हेर्नु भयो भने के छ यो A को सक्सेसर हो। त्यसो A बाट एउटा फेरि गोलो पार्छौं अनि के छ भन्दाखेरि A बाट C र D त्यसको सक्सेसर भयो। त्यसो भए एउटा C जान्छ एउटा D हुन्छ, मीन्स दैट A लाई आधार मानेर C र D के भयो भन्दाखेरि A को अगाडि आयो, सक्सेसर भनेको त्यही हो नि हैन। अब हेर्नुस् त
त्यसपछि हामी के जान्छौँ बी मा जान्छौँ। यहाँसम्म काम सक्यो नि। ए हामीले एक्टिभिटी राख्यौँ, त्यसको प्रिसिडर छैन। ए को ड्युरेसन यहाँ लेख्यौँ। त्यसपछि हामीले यसको यहाँ सक्सेसर दिएको सी र डी पनि बनायौँ है अहिलेलाई। अब बी को पालो आयो। ए र बी त सँगैबाट छुट्टेको छ किनभने दुवैको प्रिसिडर छैन, मिन्स द्याट सँगै एकै ठाउँबाट जर्मिनेट भएको अथवा जन्मेको भन्नु पर्यो। त्यसो बी यता आइसकेपछि ल बी को प्रिसिडर के सक्सेसर के रहेछ, प्रिसिडर त यसको पनि भएन, कुरै सक्यो। यसको सक्सेसर के छ भन्दाखेरि एफ छ। त्यसो बीबाट एउटा एरो हेड कता एफ भन्ने निस्किनु पर्यो। यो हेर्दै हुनुहुन्छ नि यस्तै बनाउनु पर्छ भन्ने जरुरी छैन, हामीले पेन्सिलले गर्दै जाने। जब हाम्रो सबै प्रिसिडर र सक्सेसर मिल्छ, एक्टिभिटिजहरुको यो ड्युरेसन मिल्छ, त्यसपछि यदि चिटिक्क पार्नु छ भने हामीले त्यसरी गर्ने, नभए यो हिट एन्ड ट्रायल मेथड नै हो है। जस्तै मेरो एकैचोटीमा बनेको छ भने यो हैन, यहाँ मैले अलिकति जुम गरेर देखाउँछु। यहाँ मैले यो एरो हेड देखिरहनु पर्छ, मैले यो यतातिर लान खोजिरहेको थिएँ है। भन्न खोजेको एउटा चाहिँ हाम्रो बीबाट एफ चाहिँ 100% निस्किन्छ, कता निस्किन्छ थाहा छैन, अरु के भएको त्यो टाउको नदुखाउनु। एउटा ए भयो, ए को सक्सेसर सी र डी आयो, त्यसपछि बी को सक्सेसर एफ आयो। अहिलेसम्म हामीले यो यता जान्छ, यो दायाँ जान्छ, यो बायाँ जान्छ, हामीलाई केही थाहा छैन है। अब सी तिर जाउँ त। सी को प्रिसिडर के भन्छ, ए भन्छ, जबकि हामीले सी र डी त ए को सक्सेसरमा हालिसकेका छौं। त्यसो भए यो मिल्नु पर्यो। हेर्नुस् है, सी को प्रिसिडर के छ, यो सी हो। सी को पछाडीपट्टि के हुनु पर्यो, ए हुनु पर्यो। यो त हाम्रो मिलेको छ, मिलेको छ। र अगाडितिर के हुनु पर्यो, जी हुनु पर्यो। सी को अगाडितिर के हुनु पर्यो, जी हुनु पर्यो। ठीक छ, त्यसो भए एउटा धर्का हामीले सी बाट फेरि जी बनाउँछौं है। अनि जी को तल के रे सी को तल के राख्छौं भन्दाखेरि 4 राख्छौं, यो ड्युरेसन राख्छौं, सक्यो। बी बाट हामीले एफ निकालिसकेका छौं। अब हेर्नुस् त डी, ए बाट सी र डी त छुट्या थियो। डी को के भन्छ, यसको पनि प्रिसिडर के भन्छ, ए बाटै छुट्टेको भन्छ है। यो सी र डी भन्ने ए बाटै छुट्टेको रहेछ भन्ने देखायो। डी को ड्युरेसन कति छ, 3 छ, हामीले 3 लेख्यौं। अब फेरि डी को सक्सेसर के हो त, ई हो। त्यसो भए यो डी बाट एउटा ई भन्ने कुरा चाहिँ निस्किन्छ। यहाँबाट त एफ निस्किएको छ। अब ई हुन सक्छ, तपाई माथितिर निकाल्दिन पनि सक्नुहुन्छ, यसरी स्ट्रेट लाइन पनि जान सक्छ, त्यसले के फरक पार्दैन। तपाईलाई जता मन लाग्छ यो बुझ्नु पर्यो, यो अनुसारको ड्राइङ बनाउनलाई एउटा तान्नुस्। ल ई तान्नु भयो, सक्यो। डी को काम पनि सक्यो। अब ई मा आउनुस्। ई जुन हामीले यता तान्यौ अथवा यता तान्यौ अथवा अहिले मैले भने जस्तो चिटिक्क तान्नु भयो, त मिल्नु के पर्यो भन्दाखेरि ई को प्रिसिडर के हो, डी र बी। ई कहाँबाट जन्मिनु पर्यो, डी र बी बाट जन्मिनु पर्यो। जुन कि डी बाट ई सक्सेसर भइसकेपछि ई को डी बाट जन्मेको त स्वतः देखिन्छ, तर बी बाट एफ छुट्टेको थाहा छ। ई को एफ चाहिँ बी बाट छुट्टेको हाम्रो क्वेशनमा दिइराछ, तर अब के भनिराछ भन्दाखेरि ई पनि बी बाटै छुट्यो है भन्दैछ। के भन्दैछ, ई पनि बी बाटै छुट्यो भन्दैछ। त्यो केसमा फेरि बी त डी बाट निस्केको हामीलाई प्रश्न थाहा छ। यहाँ त एउटा इभेन्ट आइसकेको छ, गोलो गोलो आइसकेको छ। त्यही भएर अब के गर्नु पर्यो भन्दाखेरि ई लाई जे भए पनि त प्रिसिडर त बी बनाइदिनु पर्यो, प्रिसिडर त बी बनाइदिनु पर्यो। त्यही भएर हामीले डट डट लाइनले जोइन गर्छौं, जसको कुनै ड्युरेसन हुँदैन, कुनै केही हुँदैन, र त्यो डट डट लाइन जसले एउटा इभेन्ट देखि अर्को इभेन्टलाई जोड्ने काम गर्छ अथवा एउटा एक्टिभिटी देखि अर्को एक्टिभिटीलाई जोड्ने काम गर्छ र त्यसको आफ्नो ड्युरेसन हुँदैन, त्यसलाई के भनिन्छ भन्दाखेरि फ्लट डायग्राम भन्छ अथवा फ्लट लाइन भन्छ है। यो यसको कुनै भ्यालु हैन, यसले जस्ट देखाउँदाखेरि ई भनेको यो दुईटा मुखबाट छुट्टेको हो, एउटा डी तिर जान्छ, अर्को चाहिँ बी तिर आउँछ, यो बी बाट आउँछ। यो देखाउन खोजेको हो भने अब हाम्रो के काम थियो, हामीले कहाँ थियौं, ई सम्म थियौं हैन। ल ई को यो भयो। अब ई को सक्सेसर के छ, एच भन्ने छ। त्यसो ई बाट एउटा के भन्नु पर्यो, एच छुट्टिनु पर्यो। हेर्नुस् है, सी बाट जी अघि नै छुट्टेर बसिरहेछ। ई बाट अब हाम्रो एच छुट्यो है, एच छुट्यो। अब त्यसो भए एफ बाट पनि के छ भन्दाखेरि एफ बाट पनि एच चाहिँ छुट्टिन्छ। अब यो एफ जुन थियो त्यसको सक्सेसर एच नै हुन्छ र प्रिसिडर बी हुने हो, त्यो त मिलि नै हाल्छ। भन्न खोजेको के छ भन्दाखेरि जी आर एक ठाउँमा बसिरहेछ, ई एच सक्सेसर ई बाट आउँछ र त्यही एच सक्सेसर हाम्रो कहाँबाट आउँछ, के रे एफ बाट आउँछ। ई र एफ बाट सक्सेसर एच आउँछ। त्यसो भए अब एफ भनेको हेर्नुस् त, एफ भनेको बी भएर एच मा गयो।
त्यसै जी को हेर्नुस्, जी को प्रिसिडर चाहिँ सी भयो है। जी को प्रिसिडर सी बाट आको भन्ने कुरा कन्फ्युजन नै भएन। तर यसको के भन्दा अब यहाँबाट कतै जानु छैन, यसलाई हेर्नु सक्सेसर छैन, उसको सक्सेसर छैन, उ यहाँ आएर स्टप भयो, बन्द भयो। त्यस्तै एच जुन कि हाम्रो ई र एफ बाट आको छ एच, त्यसको ई र एफ देखियो पछाडी, ई र एफ बाट एच आको हैन। तर एच लाई पनि अन्त कतै जानु छैन, भन्न खोजेको जी र एच के एक ठाउँ मिलिरहेको यसले जनाउँछ। त्यही भएर एउटा सर्कल राख्ने र यसलाई टर्मिनेट गरिदिने, यसले तपाईको के दिन्छ, नेटवर्क डायग्राम दिन्छ। अब कतिको बुझ्नुभयो हैन, प्र्याक्टिस गरेपछि बुझिन्छ, त्यो काम चाहिँ गर्नु होला है। अब हामी न्युमेरिकलमा इन्ट्री गर्दै छौं। अब इन्ट्री गर्दाखेरि हामीले के गर्नुपर्छ भन्दा यस्तो रेक्ट्याङ्गल बक्सहरु सबैको टाउकोमा बनाउने। जस्तै ए स्टार्ट गर्दाखेरि यहाँ गयो, यहाँबाट के भने सी र डी मा छुट्यो हैन। जहाँ सी र डी मा छुट्यो त्यो एक ठाउँ त भेट्नु त पर्यो नि, भेटेपछि न दुई बाटोतिर लाग्ने हो। त्यो भेट्नेलाई स्टेशनको रूपमा अहिले मूर्ख भाषामा स्टेशन मानेर मानौ, जसलाई इभेन्ट भन्न सकिन्छ हैन। एक्टिभेट भनेको एरो हेडले देखाउँछ, इभेन्ट भनेको सर्कलले देखाउँछ है। प्रत्येक इभेन्टको माथि अथवा प्रत्येक सर्कलको माथि एउटा रेक्ट्याङ्गल बनाऊ, जसलाई दुईटा पार्टमा डिभाइड गरौँ। दुईटा पार्टमा डिभाइड गरेपछि सुरुमा के गरौँ भन्दाखेरि जस्तै 0 0, यसको त के हामीलाई थाहै छैन, 0 0 बाट स्टार्ट भयो मानौ। अब सबैको ड्युरेसन आफ्नो ठाउँमा लेखेको छ नि, त्यही भएर ड्युरेसन जोड्दै जाउँ र सुरुको बाक्सामा लेख्दै जाउँ। ड्युरेसन जोड्दै जाउँ, सुरुको बाक्सामा लेख्दै जाउँ र जहाँ कन्फ्युजन आउँछ त्यहाँ म अहिले भन्छु है। हेर्नु 0 मा 3 जोडेपछि कति आयो, 3 आयो। 0 मा 8 जोडेपछि कति आयो, 8 आयो। ठिक छ, ए र बी को काम सक्यो। अब यो 3 मा यो 4 जोड्यो भने 7 आयो, सक्यो। यो 3 मा डी को ड्युरेसन 3 जोड्यो भने यहाँ 6 आउँछ। हेर्नुस् है, यहाँ 6 आउँछ। हामीले लेख्या कति छौं, 8 लेख्या छौं। यो किन लेख्यौं होला वेट गर्नुस् है। 3 + 3 6 आउनु पर्ने भन्ने कुरा बुझ्नुभयो नि। बी तिरबाट जाउँ त, 0 + 8 8 आछ। यसको के भनेको थियो भन्दाखेरि डमी लाइनले के गर्छ भन्दाखेरि एउटा इभेन्टलाई अर्को इभेन्टमा जोड्ने काम गर्छ, तर त्यसको आफ्नो ड्युरेसन हुँदैन। त्यसो 8 मा ड्युरेसन नभइसकेपछि 8 मा 0 जोडेपछि के यो एरोले यो 8 त यता पनि जान्छ नि त। यताबाट 3 + 3 जोडेर 6 आयो, यताबाट 8 माथि गएपछि 6 र 8 हुन्छ वास्तवमा है। योमा गर्ने के भन्दाखेरि फेरि सुरुको बाक्सामा लेख्दै गर्दाखेरि हामी जब अगाडि बढ्छौं र एउटा भ्यालु भन्दा दुईटा आउँछ अथवा फरक आउँछ, त्यहाँनेरि हामीले कम्पेयर गरेर ठुलो भ्यालु लिन्छौं। त्यही गरेको हो यहाँ। जस्तै 3 + 3 ड्युरेसन जोडेपछि 6 आयो, जबकि 8 मा डमीवाला 0 जोडेर त्यहाँ जाने हो भने 8 आउँछ। दुवैमा कम्पेयर गर्दाखेरि ठुलो त 8 छ, त्यही भएर मैले 8 राखेँ। अब यहाँ 7 आयो, 7 मा 7 जोड्दाखेरि 14 आउनु पर्ने। यहाँ हेर्नुस्, यो सबै समस्या जहाँ दुईटा आउँछ त्यहाँ हुन्छ है। 7 मा जी को ड्युरेसन जोड्ने भने सी मा जी को ड्युरेसन जोड्ने हो भने 7 + 7 गरेर के आउँछ भन्दाखेरि 14 आउँछ। राखिराखौँ। अब डी बाट त के गरेको छ, ई छुटेको छ, त डी को 6 मा 4 जोड्यो भने के आउँछ, यहाँ 10 आउँछ है। यो 14 लेखेको ठाउँमा यो 8 आयो हैन, यो 8 आयो। 8 मा 4 जोड्यो भने 12 आउँछ नि, 8 4 12 हुन्छ नि, 12 आयो। अर्को यो हेर्नुस् त, यो यहाँसम्म 8 आइसकेको छ। 8 + 6 कति हुन्छ, 6 6 12 2 14 हुन्छ। यो 12 र 14 मा अब त अनेस्ट तपाईहरुलाई थाहा भइसक्यो होला, ठुलो भ्यालु लिने 14 लिने। अब त्यसो भए यतापट्टि जी सम्म जाँदाखेरि अलरेडी यहाँ 14 आइराछ है। अब 14 मा यो 6 जोड्न त बाँकी नै छ, एच ड्युरेसन। अब यो 14 मा 6 जोड्यो भने यो कति आउँछ भन्दाखेरि 20 आउँछ। अघिको 14 र यो 20 मा कम्पेयर गर्दाखेरि 40 लाई 20 ले रिप्लेस गर्यो, यहाँ सुरुमा कति गर्यो भन्दा 20 गर्यो। सायद यति बुझ्नु भयो होला, अलिकति टाउको दुखाउने कुरा नै हो, हेर्दाखेरि सजिलो देखिन्छ। त्यही भएर 0 0 बाट हामीले स्टार्ट गर्यौं, सबैमा ड्युरेसन जोड्दै गयौं, सुरुको बाक्सामा लेख्दै गयौं। जहाँ दुईटा कन्डिसन आयो त्यहाँ हामीले के गर्यौं भन्दाखेरि ठुलो भ्यालु लियौं। द्याट्स अल है, त्यति मात्रै गर्नु छ। अब 20 गरेपछि के हुन्छ भन्दाखेरि आँखा चिम्म गरेर तपाईले लास्टमा के लेख्दिनुस्, 20 नै लेख्दिनुस्। जति सुरुमा आयो त्यति नै लास्टमा लेख्दिनुस्। त्यसको कुनै रुल छैन, तपाई 20 लेख्नुस् पछाडी। सुरुमा जति आयो त्यति, यही मिस्टेक छ भने यो पनि मिस्टेक हुँदै जान्छ। तर के छ भन्दाखेरि लास्टमा जति आयो लेख्ने त त्यति नै। जे हामीले अगाडिबाट गराएको थियौ अब त्यही हामीले पछाडीबाट पनि गर्छौं। जस्तै 20 आयो,
20 बाट 7 ड्युरेसन घटायो भने कति हुन्छ हेर्नुस् त 13 आउँछ। यहाँ मैले 13 लेखेको छु। 20 बाट फेरि 6 घटायो कति आउँछ 14 आउँछ। 14 यहाँ लेखेको छु। 13 बाट 4 घटायो भने कति हुन्छ 13 बाट 4 घटायो भने यहाँ आउनु पर्ने कति 13 बाट 4 कति गयो भने कति 9 हुन्छ। 9 हुन्छ। मैले लेखेको कति छु 7। त्यसो यहाँ के केमिकल लोचा होला 7 बाट 4 13 बाट 4 ल्याएर 9 लेखिराख्नुस्। अब तलको बाटो जाउँ। यहाँ 14 आयो। 14 बाट 4 घटायो भने कति आउँछ 10 आउँछ। ई को पछाडि 10 गयो। फेरि यही 14 मा यो 6 घटायो भने कति हुन्छ 6 6 12 2 14 यहाँ 8 आउँछ। यो पनि कम्प्लिट आयो। अब हेर्नुस् यो बिचमा 10 को लफडा हामीसँग छ। 10 - 3 गर्यो भने कति हुन्छ यहाँसम्म आयो। यसलाई त माथि तान्नु पर्यो नि। यसरी गर्यो कम्प्लिट भइसकेको छ। एक किसिमले हाम्रो 9 आइसकेको छ है। यसरी आउँदाखेरि यहाँ 14 आयो। यहाँबाट दुईटामा डिभाइड भएको छ। 14 - 4 गर्यो भने 10 आयो। 14 - 6 गर्यो भने 8 आयो। यो पनि हाम्रो टुङ्ग्यो। अब त हाम्रो लफडा के छ भन्दाखेरि 10 बाट 14 बाट 6 आयो 8 आयो नि। ल ठिक छ। अब लफडा के आयो भन्दाखेरि यताबाट आएर 9 आइरहेछ। तर यो के छ भन्दाखेरि यो 10 पनि त यहीँबाट छुट्टेको छ। त्यही भएर यो पनि त्यही ठाउँमा जाने हो। त्यसपछि 10 - 3 गर्यो भने अर्को कति आयो 7 आयो। फेरि हेर्नुस् त यो डमीले यहाँको 10 - 0 गरेपछि त यहाँ पनि 10 आउने भयो नि त। यताबाट 14 - 6 गरेपछि 8 आयो। त्यहाँको 10 - 0 गरेपछि यो 10 आयो। यताबाट गर्दाखेरि 13 - 4 9 आयो। यताबाट 10 - 3 गर्दा 7 आयो। अघि के भनेको थियो भन्दाखेरि सुरुबाट जाने हो भने हामीले के लिनुपर्छ भन्दाखेरि ठुलो भ्यालु लिनुपर्छ भन्दाखेरि पछाडिबाट फर्किने क्रममा हामी के गर्छौं भन्दाखेरि सबभन्दा सानो भ्यालु लिन्छौं र त्यही भएको हो 9 र 7 मा हामीले 7 चुज गर्यौं। यहाँ 10 र 8 मा हामीले 8 चुज गर्यौं। होप कि यतिसम्ममा तपाईहरुलाई कन्फ्युजन छैन। कन्फ्युजन छ भने पज गरी मजाले हेर्नु होला। एकदम मैले तपाईहरुलाई गाह्रो नहुने गरी गरेको छु। त्यही भएर गर्नु होला है। अब हेर्नुस् त टेबलमा जाउँ। लास्टमा त हामीले यो टेबल बनाउनु पर्ने हुन्छ। यो टेबल बनाउँदाखेरि एसएन 1 देखि कतिसम्म जान्छ एक्टिभिटी जतिटा छ त्यतिटा सिरियल नम्बर जान्छ। यो आयो। ड्युरेसन सबैको त हामीले त्यहीबाट लेखिहाल्छौं। हामीले अहिले गरेको अर्लिएस्ट स्टार्ट टाइम र लास्ट फिनिश टाइम हामीले अहिले गरेको के हो भन्दाखेरि अर्लिएस्ट टाइम सबभन्दा पहिले सबभन्दा कम समयमा कतिखेर स्टार्ट हुन्छ र सबभन्दा लास्ट कति टाइममा त्यो खतम हुन सक्छ भन्ने कुरा हामीले गर्यौं। ईएसटी मा हामीले के गर्दिन्छौं भन्दाखेरि यो सुरुको बाक्सा हामी ईएसटी मा भर्दिन्छौं र लास्टबाट भर्दै आएको हामीले एलएफटी मा भर्दिन्छौं। जस्तै हेर्नुस् ईएसटी मा ए को ईएसटी कति हुन्छ हेर्नुस् त। ए को ईएसटी कति हुन्छ 0 हुन्छ। बी को कति हुन्छ 0 हुन्छ। त्यसो भए ए को 0 हुन्छ बी को 0 हुन्छ। सी को 3 डी को 3 हामीले लेखेका छौं। हेर्नुस् त सी को कति छ यो बाक्सामा 3 छ। डी पनि त्यही ठाउँबाट आएको हिसाबले यो पनि 3 भयो। सक्यो कुरा। ई को 8 भयो। एफ को 8 भयो। हेर्नुस् त ई र एफ 8 कसरी आएको हो। ई को 8 आयो। ई को 8 आयो सुरुको बाक्सामा। एफ को पनि यहाँ के आयो भन्दाखेरि 8 आयो। त्यो पनि सक्यो। जी को 7 एच को 14। जी को सुरुमा हेर्नुस् 7 आयो। एच को सुरुमा हेर्नुस् 14 आयो। यो पनि सक्यो। अब त्यसो भए जी र एच को एलएफटी मा कति आउँछ 20 हुनु पर्यो। त्यही भएर जी र एच को कति आउनु पर्यो 20 आउनु पर्यो। यो दुईटाबाट घटाउँदै गएको छौं। त्यसो भए जी र एच मा यति आयो। सी र सी मा कति आउनु पर्यो 13 आउनु पर्यो। सी को एलएफटी मा कति आउनु पर्यो 13 आउनु पर्यो। त्यसो भए डी को कति आउनु पर्यो 10 आउनु पर्यो। डी को कति आउनु पर्यो 10 आउनु पर्यो है। त्यसरी गरेर हामीले यो फिल अप गर्यौं। अहिले हामीले यो दुईटा मात्र निकाले छौं। अब त्यसो भए ईएफटी र एलएसटी कसरी आउँछ भन्दाखेरि यहाँ हेर्नुस् त मैले लेखिदिएको छु। ईएफटी भनेको ईएसटी जुन निकाल्यो नि हामीले सुरुको बाक्सावाला निकाल्यो नि त्योमा ड्युरेसन जोड्ने हो भने अर्लिएस्ट स्टार्ट टाइममा ड्युरेसन जोड्ने हो भने अर्लिएस्ट फिनिश टाइम आउँछ र लास्ट कतिखेर सकिन्छमा ड्युरेसन घटाइदियो भने लास्ट कतिखेर स्टार्ट हुन्छ भन्ने आउँछ। लिस्ट स्टार्ट टाइम भनेको एलएफटी माइनस डी र अर्लिएस्ट फिनिश टाइम सबभन्दा चाँडो कति
काम सकिन सक्छ। जस्तै काम 6 बजे स्टार्ट भयो, सबभन्दा मेरो यो काम पेन लाउने काम, जस्तै मैले पेन लेख्न स्टार्ट गरेँ, अब कतिखेर मेरो यो काम सकिन्छ भन्दाखेरि जति टाइम मलाई लाग्यो लेख्न, ल 12 बजे मैले खोलेँ, 15 मिनट मैले लेखेँ, त 12 + 15 भने चाहिँ 12:15 मा मेरो यो काम सक्यो। त्यही अर्लिएस्ट स्टार्ट टाइम भनेको सुरुको बाक्सामा जति जति छ त्योमा ड्युरेसन दिने हो भने सबभन्दा सजिलो काम सकिने टाइम आउँछ भने सबभन्दा ढिला काम कतिखेर सकिन सक्छ जुन हामीले त्यही बाक्साको राइटतिर अथवा सेकेन्ड बाक्सामा लेख्यौं त्योमा ड्युरेसन घटायो भने लास्ट, यदि हामीले सेम काम सेम टाइममा सकाउनु चाहिँ लास्ट त्यतिखेर स्टार्ट गर्नुपर्छ है। यदि त्यहाँ भन्दा अब ढिला भयो भने हाम्रो शेड्युल मिल्न सक्दैन यो रिजल्ट दिनलाई भन्ने कुरा बुझिन्छ है वास्तवमा यो कुरा। त्यसरी -d गरेपछि यो आउँछ। हाम्रो यो बाक्सा त कम्प्लिट भयो। त्यसो भए हामीलाई काम के बाँकी रह्यो? एउटा टोटल फ्लट निकाल्न बाँकी भयो, अर्को फ्री फ्लट निकाल्न बाँकी भयो। टोटल फ्लट भनेको के छ फर्मुला हेर्नुस् त, कि त LST - EST गर्ने, कि त LFT - EFT गर्ने। तपाई जुन गर्दा नि हुन्छ। के गरौँ भन्नुस् ल, अब मैले र्यान्डम सोचेर सुरुको सबैले लिइरा हुन्छ, LFT - EFT गरौँ। LFT मेरो यो हो, EFT मेरो यो हो, घटाउँदै जाउँ, योबाट यो माइनस गरौँ, के हुन्छ? 7 - 3 4 आयो, 8 - 8 0 आयो, 13 - 7 6 आयो, 10 - 6 4 आयो, 14 - 12 2 आयो, 14 - 14 0 आयो, 20 - 14 6 आयो र 20 - 20 20 आयो। तपाईको अलमोस्ट यो 16 मार्क्स सोध्ने हो भने 14 मार्क, 8 मार्क्स सोध्ने हो भने 6 मार्क, काम सक्यो है हाम्रो। र खासै कहिलेकाहीँ टिचरहरू सन्कियो भने अथवा टिचरहरूले तपाईहरुको क्वालिटी चेक गर्न खोज्यो भने यो फ्री फ्लट जुन छ फ्री फ्लट निकाल्न जाने कि जाने भन्नेमा पनि मार्क काट्दिन सक्छ है। अब हामीले फ्री फ्लट गर्नलाई एकदम कुल भएर के सोच्नुपर्छ भन्दाखेरि र एकदम ठण्डा दिमागले के सोच्नुपर्छ भन्दाखेरि फ्री फ्लट भनेको के हुन्छ भन्दाखेरि फ्री फ्लट भनेको टोटल फ्लट माइनस स्लेक अफ हेड इभेन्ट। स्लेक अफ हेड इभेन्ट यो टर्म भनेको अहिलेलाई नबुझ्नु, एक्जामको पोइन्ट अफ भ्यूले गर्नुस्। यो स्लेक अफ हेड इभेन्ट भनेको जुन तपाईले निकाल्नु भएको छ नि, 7 - 3 गर्नुस्, 8 - 8 गर्नुस्, 13 - 7 गर्नुस्, 10 - 8 गर्नुस्, 14 - 14 गर्नुस् र 20 - 20 गर्नुस्। ठीक छ? त्यो सबै घटाएर जस्तै a को ठाउँमा के युज गर्ने, a को टोटल फ्लट माइनस यो दुईटाको घटाएर जे आएको हुन्छ त्यो। जस्तै a को टोटल फ्लट a को टोटल फ्लट कति छ? 4 छ। 4 को स्लेक हेड भनेको के छ? दुवैलाई घटाएर मैले भनेको छु हैन, दाहिने र देब्रे बाक्सामा भएको घटाएर। 7 - 3 गर्यो भने के हुन्छ? 4 आउँछ। त्यही भएर 4 - 4 गर्यो भने के हुन्छ? 0 आउँछ। मैले यहाँ गर्दिएको छु। a मा के छ भन्दा 4 र 7 - 4 बाक्सा भित्रको यो टर्म्सहरु हो, अगाडिको बाक्सामा पछाडिको बाक्सामा हुने कुरा हो यो। त्यो दुईटालाई घटाएर ल्यायो भने कति हुन्छ? 7 - 4 गर्यो भने कति? 3 हुन्छ। एकछिन के अरे 7 - 3 गर्यो भने 4 आउँछ। टोटल फ्लट हाम्रो 4 छ। ठीक छ त? 4 - 4 गर्यो भने के हुन्छ भन्दाखेरि 4 - 4 गर्यो भने 0 आउँछ। त्यस्तै b को हाम्रो टोटल फ्लट 0 छ अनि टोटल फ्लट 0 छ अनि स्लेक भ्यालु कति हुन्छ b को? हेर्नुस् त 8 - 8 गर्यो भने के हुन्छ? 0 हुन्छ। त्यसले 0 - 0 भयो भने फेरि पनि 0 आयो। c को हेर्नुस् त टोटल फ्लट 6 छ। त्यसो भए दुवै बाक्सामा 3 र 7 युज गरेछ। 7 - 3 गर्यो भने कति? c है। c मा गर्यो भने 13 - 7 गर्यो भने कति हुन्छ? 13 - 7 गर्यो भने 6 आउँछ हैन। 6 आयो। अब 6 - 6 गर्यो भने फेरि यो 0 आयो। d को टोटल फ्लट 4 छ अनि बाक्सामा युज भएको कुरा 10 र 8 छ। 10 र 8 छ। 10 - 8 गर्यो भने 2 आउँछ। 4 - 2 गर्यो भने 2 आउँछ। त्यस्तै e को टोटल फ्लट 2 छ। बाक्सामा युज भएको 14 14 छ। दुवैलाई घटायो भने 0 आउँछ। 2 - 0 भने 2 आउँछ। त्यस्तै f g h मा टोटल फ्लट 0 छ। 0 - 0 गर्ने 0 आउँछ। 6 - 0 गर्यो भने 0 आउँछ। h को 0 - 0 गर्ने 0 आउँछ। यसरी गर्दाखेरि हामीलाई जहाँ जहाँ 0 आएको छ त्यो हाम्रो क्रिटिकल एक्टिभिटी हुन्छ। त्यो त हामीलाई थाहा छ। CA लेखिदिने बाक्सामा हैन। जस्तै यहाँ आयो भने यो CA भयो, यो CA भयो, यो CA भयो, यहाँ 2 आयो। त्यही भएर यो CA भएन, क्रिटिकल एक्टिभिटी भएन। फेरि कतै FGH हैन, FGH यहाँ 0 आउला, यहाँ 0 आउला, यहाँ 0 आउला। यदि
FF 0 छ भने क्रिटिकल एक्टिभिटी भयो। र अब अर्को कुरा हामीलाई क्रिटिकल पाथ निकाल्नु पर्ने हुन्छ। क्रिटिकल पाथ हामीले डायग्रामबाटै निकाल्यो भने सजिलो हुन्छ। क्रिटिकल पाथ भनेको सबभन्दा लामो टाइम है, सबभन्दा लामो टाइम। त्यहीबाट सबै ड्युरेसन जोडौँ त। सुरुदेखि यहाँसम्म आउनलाई सबै ड्युरेसन जोडौँ। एउटा 3 लाई जोडेर 4 लाई जोडेर 7 लाई जोडेर यहाँसम्म पुग्न सकिन्छ। 7 3 10 4 14 हुने भयो, 14 हुने भयो। अर्को बाटो हामीले 8 जोडेर 6 जोडेर 6 जोडेर 6 6 12 8 20 हुने भयो। अर्को हाम्रो 8 अनि यो डमी 8 + 0 + फेरि यो 4 यतापट्टि आयो +4 + 6 आउँछ। 6 4 10 8 18 हुने भयो हैन। अर्को के आउन सक्यो भन्दाखेरि 3 + 3 6 6 + 4 10 10 + 6 16 आउने भयो। एज अ होल हेर्दाखेरि सबभन्दा लामो बाटो नै के हुने भन्दाखेरि BFH गरे मिलेर नेटवर्क बनाएको बाटो सबभन्दा लामो हुने भयो। त्यहीबाट त्यसलाई नै के भनिन्छ भन्दाखेरि क्रिटिकल पाथ भनिन्छ। हस् त, आशा गरेको छु तपाईहरुले बुझ्नुभयो होला। अलिकति एक्जाम टाइममा तपाईहरुलाई त्यो चाँडो गर्न खोज्दाखेरि आजको भिडियो क्वालिटी पनि अलिकति डिग्रेड भयो होला। तर फेरि पनि मैले तपाईहरुको क्वालिटी के रे तपाईहरुको एक्जाम पोइन्ट अफ भ्यूले तपाईहरुलाई राहत होस् भनेर लिएर आएको थिएँ। आशा गरेको छु कमेन्ट सब्स्क्राइब गरेर लाइक गरेर हजुरहरुले प्रोत्साहन गर्नुहुन्छ भन्ने आशाका साथ फेरि पनि कुनै त्यस्तो सेन्सिटिभ केस लायो र कुनै भन्दिन मलाई नि भन्दिउँला र एक्जाममा अहिले टाइम छ। त्यहीबाट तपाईहरुलाई कुनै त्यस्तो गाह्रो लाग्यो नबनेको लाग्यो भने कमेन्टमा सालको क्वेशन लेख्नु होला। बरु क्वेशन हामी आफै उपलब्ध गराएर भए पनि सोल्भ गरिदिन्छौँ। तर टाइममै गर्नु होला किनभने हामी पनि बिजी हुन्छौँ। यदि चाहिएको छ भने भोलिदेखि पर्सिसम्ममा कमेन्ट गरिदिनु होला ताकि मसँग पनि 24 आवर्स रहोस् है। हस् त, नमस्कार, अल द बेस्ट।